युवालय पडकास्टको आजको एपिसोडमा म युवराज काफले यहाँलाई स्वागत गर्दै आजको विषयतिर लाग्छु। नीतिहरूको नीति राजनीतिलाई बिगाउने नेता भने मौसमी बोलीले आफै लडबडिएका हामीसँग धेरै उदाहरण छन्। हामी नेताले समयअनुसार कसरी बोली फेर्छन् भन्ने विषयमा रविन्द्र मिश्रलाई आजको एपिसोडमा उदाहरणको रूपमा प्रस्तुत गर्दछन्। राजा र राज संस्थाको विषयमा उनले कान्तिपुर टिभीमा सुमनसँग यसो भनेका थिए। राजा र राज संस्थाप्रतिको एउटा सहानुभूति पहिले थियो नि, आज छातीमा हात राखेर जवाफ दिनु रविन्द्र मिश्रले त्यो अझ पनि बाँकी छ कि छैन? मैले छातीमा हात राखेर भने मेरो बाजेले घिउ खाथे, हात सुङ सुङ भन्ने संस्थाको कुनै पनि हालतमा समर्थक होइन। मैले छातीमा हात राखे। गत निर्वाचनका उनी विवेकशील साझा पार्टीका कता प्रवेश गरे। काठमाडौँ क्षेत्र नम्बर 5मा उम्मेद्वार भएर पराजित भए पश्चात उनी खरो राजावादीका रूपमा प्रस्तुत हुँदै आएका छन्। इमेज च्यानलमा जगदीश खरेलसँग अन्तर्वार्ताका क्रममा अहिले उनी यसो भन्छ। देश भूराजनीतिक रूपमा आन्तरिक रूपमा जति संवेदनशील छ, कुनै बेला अप्ठ्यारो पर्ने स्थिति आयो भने त्यो एउटा राज संस्था छ जसले भनेको सबैले सुन्छन्, सबैले मान्छन् भन्ने विचार, भन्ने धारणा, त्यसको लागि राज संस्था चाहिने हो। र सँगसँगै कतिपय विदेश नीतिका कुरामा, सुरक्षाका कुरामा र न्यायका कुरामा जुन कुरा राष्ट्र प्रमुखका संवैधानिक व्यवस्था अनुरूप नै पुग्ने गर्छ, त्यो व्यवस्थामा त्यो राष्ट्र प्रमुखले पार्टीको, गुटको, व्यक्तिको हित हेरेर काम नगरोस्, त्यसले देशको हित हेरेर काम गरोस् भन्ने चाहन। नेताले यसरी आफू अनुकूल सिपाहाले रङ फेरे बोली भेरिरहने भएकोले नेताप्रति नागरिक विश्वास गुमिरहेको छ। युवालय पडकास्टको अर्को एपिसोडमा फरक विषय लिएर आउने जानकारी गराउँदै अहिलेलाई म युवराज काफले बिदा हुन्छु। युवालय पडकास्ट सुन्दै रहनुहोला।